नमस्ते साथीहरू। दाँत अनि गिजा दुखेर हैरान हुनुहुन्छ? ओहो, किराले खाएको दाँत त झन् है यति दुख्छ, अनि तातो खाना नि नहुने, चिसो खाना नि नहुने, गिजा सुन्निने एकदमै धेरै गाह्रो हुन्छ है। आज म 3वटा घरेलु उपाय सिकाउँछु, ध्यान दिएर हेर्नुहोस् ल। पहिलो उपाय भनेको कपासमा थोरै तोरीको तेल र एउटा ल्वाङ राखेर दुखेको दाँतमा दबाउनुहोस्, दुखाइ तुरुन्तै सामान्य निको हुन्छ। अर्को उपाय भनेको लसुनको केस्रामा 1 चिम्टी नुन हालेर चम्चाले यसरी खिच्नुहोस्, अथवा हजुरहरूसँग सिलौटो छ भने सिलौटोमा लेदो बनाउनु भयो भने हुन्छ। अनि खल हुन्छ नि किच्याउने, त्यो खल छ भने खलमा किचेर लेदो बनाउनु भयो भने हुन्छ। अनि त्यो दुखेको दाँतमा त्यो लेदो राख्नुहोस्, यसले किरा र कीटाणु मार्छ। अर्को उपाय भनेको मनतातो पानीमा नुन अनि फिटकिरी हालेर कुला गर्नुहोस्, जसले सुन्निएको गिजा झट्ट निको हुन्छ अनि दाँत दुखाइ पनि कम हुन्छ। भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला, सेभ गरेर राख्नुहोला, अनि यस्तै जानकारीको लागि मलाई फलो गर्न नबिर्सनुहोला। धन्यवाद।